सुरसरले आज कमिसन मात्रै अब कति हजार खाने हो यहाँ सुरसरले बिकाएको बाइक हो क्या त्यो चाहिँ यो बाइक चाहिँ कस्तो भने अब तपाईँको हिजो मैले अर्कोलाई बेचिसकेको थिएँ अनि सुरसर फेरि उठान डिल गर्दैछ क्या अनि त्यही भएर हेर्नु त नयाँ टिलिक्कै राम्रो छ ल बायर्सहरू चाहिँ यहाँ चाहिँ होइन त के छ अरे युट्युबमा नाम पासाङ जिम्बा छ ल 35,000 सब्सक्राइबर छ कति छ 35,000 सब्सक्राइबर होइन 36,000 छ 37,000 छ 1 लाख पुग्छ अनि सिल्भर पे बटन आओस् ल अब युट्युबर बन्ने रे होइन पासाङ जिम्बा छ अरे पासाङ जिम्बा ल तर बेच्ने दिनमा चाहिँ क्या टिलिक्क टल्किन्छ क्या अरू दिन चाहिँ फोर र फोर हुन्छ अनि बेच्ने दिन चाहिँ हेर्नु न यहाँ कस्तो खतरा यस्तो सस्तोमा दिएको छ बाइक चाहिँ होइन कति होला भनेर यसो कमेन्ट गर्नु है त्यसको प्राइस चाहिँ एकदम सस्तोमा दिएको छ क्या के हो यहाँ त मेरो स्टिकर पो देख्छु त हो आमालाई हेर्नु त यहाँ अलिसाको ड्याडले चलाएको थियो बाइक अब सिएफ मोटो 450 किनिदिन्छ क्या यो किनभने मलाई कम्पनीले स्पोन्सर पनि गरेको थियो अनि कस्तो भने यो कुरा चाहिँ म तपाईँहरूलाई डाइरेक्टै भन्छु है त यो बाइक चाहिँ 13 लाख रुपियाँ पर्छ अनि कम्पनीले चाहिँ मलाई मात्रै हुन्छ नि 8 लाख कति 80,000 हो कतिमा दिएको थियो अनि त्यसमा मैले 5.5-6 लाख रुपियाँ पैसा दिइसकेँ अरू चाहिँ अलिकति 2 लाख जति तिर्नु बाँकी छ क्या अनि यो घरमा यसो थन्केर बस्नुभन्दा यसलाई बेचेर बरु मैले अर्को नयाँ बाइक किनिदिन्छु भनेर चाहिँ अनि त्यो प्लान बनाएको क्या अब टु बी अनेस्ट भन्नुपर्दा चाहिँ यो स्पोन्सरमा मैले कति 3 लाख रुपियाँ जति डिस्काउन्टमा किने हो क्या यो चाहिँ होइन सुरज सर मान्छेले किन ढाट्नु यो नि अनि तपाईँहरू नै फर्स्ट ओनर हुन्छ यो ड्याङ्गल लाएर होइन सो त्यही होला बुझिहाल्नु भयो होला के कसो भनेर बाइक त A to Z नयाँ छ केही पनि प्रब्लम छैन क्या सुरज सर म उता गराउँछु ल सो देख्न सक्नुहुन्छ बाइक चाहिँ टिलिक्क भइसक्यो मैले अनेस्टै भनेको क्या तपाईँलाई किनभने भोलि झुटो बोलेर बेचेर काम छैन जो सिरियस भएर उसलाई नै राम्रो हातमा परोस् भन्ने हिसाबले ल दाइको कमिसन आज राम्रो आउँछ है धेरै त आउँदैन राम्रो आउँछ सो त्यही हो मेरो सिआरएफ छँदैछ त्यही भएर मलाई अब त्यो चढ्नु पर्ने जरुरत छैन नि त सो त्यही हो ल हामी चाहिँ अहिले उता आरआर मेसिन जान आँटे 32 लाख रुपियाँ यो पनि सुन किने जस्तो हो क्या तपाईँको 32 मा राख्नु भने 2 वर्ष चढेर नि 35 मा बिक्छ क्या फेरि सो त्यही हो ल गराउँछु ल ल ए मिरर मिलाउनु पर्यो को यो मिरर भित्र हालिदिने है सो त्यही गाइज मैले त एउटा सामान छुटेछ क्या अघि जोडलाई हामीले बाइक बेच्यो नि हो यत्रो सामानले गर्दाखेरि म त्यहाँ अब ग्यारेज जानुपर्ने भयो होइन हाम्रो मेकानिक चाहिँ छैन क्या अहिले हाम्रो मेकानिक चाहिँ अलिक बढी भयो नि त अनि काम चाहिँ नगर्ने मुखमुखी लाग्ने बढी त्यही भएर मैले मेकानिक निकालिदिइसकेको छु अनि साथीसँग पार्टनरसिप गरेर अहिले चलाइरहेको छु क्या काम चाहिँ सो त्यही एउटा हामी खोलाको बाटो गएर आउनुपर्ने हुन्छ अनि टुरको लागि पनि अब त्यही हो लगभग 2 दिन 3 दिन बाँकी होला हामी यो सन्डे निस्किन्छौँ क्या यो सिन्धुलीको बाटोबाट जाने भने बाटो अलिक खत्तम छ जस्तो कुरा भइरहेछ क्या को सिन्धुलीबाट हेर्दै हुनुहुन्छ यसो कमेन्ट गर्नु होला बाटो कस्तो छ भनेर है ल हामी सिन्धुलीकै बाटो आउनु चाहिँ किनभने हेटौँडाबाट जाँदा हामीलाई धेरै अफरोड पर्छ झन् त्यही भएर चाहिँ सिन्धुलीको बाटो गयो भने आनन्दै भयो क्या मैले अब सस्पेन्समा राखौँ भनेको कहाँ जान आँटा भनेर सिन्धुलीको बाटो फेरि भनिदिइहालेँ क्या बुझ्नु नजियोस् खतरा ठाउँ जाँदै हो क्या मेरो ड्रिम राइड हो यो चाहिँ लास्ट टाइम चाहिँ सक्सेसफुल भएको थिएन यो पालि 100% नै हुन्छ क्या सो त्यही हो ल खोलाको बाटो जाउँ आरामले आवाज त मिठो छ यार हेर्नु है यसको मिठो छ आवाज चाहिँ अब अगाडिको चाहिँ टायर फेर्नुपर्ने हुन्छ कसैले 32 लाखमा किन्नुहुन्छ भने टायरहरू फेरेरै दिन्छ होइन त्यही हो ल है जापानिज बाइकहरू जति पुरानो त्यति महँगो क्या है फोर्डको ऱ्याप्टर यार आम्बो के छ मेरो भाइ यहाँ भेप पसल रहेछ त यार प्रमोसन हान्नु क्या भेप पसलको एउटा भेप फ्रीमा चाहिन्छ मलाई हुन्छ अहिले नै अनै छ क्यामेरा ल यो ट्यागको भेप सर्ट इन्स्टाग्राममा नाम छ ल भेप सर्टमा ट्याग लाएर 10% कति पर्सेन्ट डिस्काउन्ट दिने यहाँ आऊ न यहाँ आऊ यो केटोले डिस्काउन्ट दियो भने त सबैलाई फाइदा नि होइन म भेप खाँदैन है फेरि कति पर्सेन्ट डिस्काउन्ट कति मिलाएर के छ भाइ भिडियोग्राफर हो क्या हो ल है भेप सर्ट छ इन्स्टाग्राममा यसो म्यासेज गर्नु मिलाएर दिन्छु भने चाहिँ ल मलाई चाहिँदैन भेप है ल गएको यो खोलाको बाटो चलाउन यति मजा लाग्छ कि है साउन्ड फेरि उस्तै मिठो छ नि त यो खोलाको बाटो चाहिँ मेरो उताबाट आउँदाखेरि सर्टकट पर्छ पर्न चाहिँ उताबाट आयो भने चाहिँ तर यताको बाटो चाहिँ अलि हाइवे छ क्या हेर्नु ल है मजाको छ यार साउन्ड चाहिँ जे त्यो अब 30-32 लाख तिरेपछि यतिको साउन्ड आउनु परिहाल्यो नि होइन यहाँ चाहिँ एक बटार्नु है त है
यो टुरमा मलाई डर चाहिँ के लागिरहेछ भन्दाखेरि पानी परिदिन्छ जस्तो लागिरहेछ क्या, किनभने अब असार स्टार्ट हुन आँट्यो नि त, लगभग तपाईँको एभ्रिडे नै पानी पर्छ क्या। अनि त्यही भएर हामी टुरमा हुँदा पानी पऱ्यो भने यति बिजोग हुन्छ सुपर बाइक लिएर यार। सो यो पालि चाहिँ यो बाइक पनि अब जाने भन्दै थियो बिचरा, अब बजेट प्रब्लम भनौँ न, किनभने यो हाम्रो यस्तो खतरा हुन्छ नि राइड हुन्छ कि यो सायद मैले नि धेरै ट्राई गरेँ क्या, 3 वर्ष भयो मैले नि यो ट्राई गर्न खोजेँ, एकचोटि गएको पनि हो तर सक्सेस भएन क्या। तर यो पालि चाहिँ हामी सक्सेस भएरै आउँछौँ, पैसा जति लागोस् डजन्ट म्याटर, यो पालि भनेको कुरा म पुरा गरेरै आउँछु भनेर नै सोचेको छु क्या। हाम्रो म्यानेजर सार पनि जानुहुन्छ होइन, किनभने म्यानेजर लग्यो भने चाहिँ मलाई एकदम सजिलो, कहीँ ड्रोन उडाउनु पऱ्यो भने मैले भन्नु पऱ्यो भने टक्क रोक्ने बित्तिकै ड्रोन रेडी गरिदिन्छ, खानाहरू खाँदा यताउता एभ्रिथिङ मलाई सजिलो हुन्छ क्या। त्यत्तिकै म्यानेजर भन्यो भने म्यानेजर चाहिँ फेरि मेरो पर्सनल म्यानेजर होइन, हाम्रो साइकलको सबै जे हुन्छ नि, जस्तो हेर्नु न बाइक वास गरिदिरहनु भएको छ क्या म्यानेजरले पनि, हाम्रो साइकल जे छ सबै म्यानेज गर्ने चाहिँ उहाँले हो, मेरो पर्सनल म्यानेजर चाहिँ होइन क्या, साइकलको चाहिँ हो क्या, पसलको चाहिँ 8-9 जना स्टाफ छ सबै उहाँले नै म्यानेज गर्नुहुन्छ क्या, कोलाई के काम दिने कसो। सो त्यही हो ल, जे होस् म्यानेजर अब हाम्रो राम्रो छ भनौँ न, धेरै नै दुःख बुझेको म्यानेजर छ। ट्राफिक सरहरू भर्खर जानुभयो यार। बाइक किन्ने हो बाइक? धेरै होइन 32 लाख रे। यहाँ सामानै छुटेछ क्या अघि भएन खोइ। ओहो भाइले पैसा बचायो है, के हो यही होइन त यतिको लागि? अरे यतिको लागि यार यहाँ पठाएको होइन, यत्रो सानो डल्लो यार त। सो बिहानदेखि चाहिँ हामी हुन्छ नि खाना पनि खान भ्याएको छैन, आज बिहानदेखि एकदम बिजी भइरहेछ क्या, त्यही भएर यसो सुगर अलिकति यसले गर्दा चाहिँ अलि एनर्जी आउँछ। अनि त्यही हो ल, बाइक किन्ने कोही छ भने 32 लाख रुपियाँ, त्यसमा सब्सक्राइबरलाई छुट्टै डिस्काउन्ट छ। यही हो बाइक चाहिँ ल, ट्याक कलर तपाईँलाई 360 भ्यू दिउँ न ल, यस्तो छ ल। के अरे भाइ तिमीलाई म इन्स्टलमेन्टमा दिउँला नि ल। यो यसको त बिजोग छ यार, यो पनि अब बनाउनु पर्ने होइन नि। यत्रो सामानको लागि म यहाँ आइपुगेँ हेर्नु न ल, यत्रो सामान क्या ल, यत्रो सानो यो लक हो क्या यो चाहिँ। सो त्यही हो ल, निस्किन आँटेको म चाहिँ, यो चाहिँ अब हाम्रै हुन्छ नि पार्टनरसिप जस्तोमा गरेर आएको छौँ क्या, सबै डट बाइकको मात्रै हुन्छ, यहाँ अरू बाइकहरू कुनै बन्दैन, सबै भित्रपट्टि सबै डट खोलिरहेछ क्या ल। हाम्रो भाइको बाइक पनि आज रेडी हुन्छ होला। भाइको खै त राइडर अनि वारेन्टी के भयो? ब्याट्री बिग्रियो, ब्याट्री दुस हो, त्यही भएर वारेन्टी कार्ड चाहिँ राखेको छ कि छैन? अनि सचिनको बाइक यता छँदैछ है, अरू बाइकहरू रेडी हुँदैछ, यहाँ डट बाइक बनाउँछ भने चाहिँ आउनु सक्नुहुन्छ। के कसो मेरो दाइ? ल त्यो उसको नि फेरिङहरू नयाँ, टायर नयाँ है, सबै नयाँ हालेछ केटोले होइन। के कुरा मजा आउँछ? ड्राइभर अर्कै छ नि दाइ होइन, हामीलाई थाहा छ नि फेरि। बिहानबाट यही एउटा हो मुखमा छिरेको ट्याक्क लाएर। सो त्यही होला केटाहरू छ हाम्रो यहाँ, भाइ फेरि भ्लगमा आउन मान्दैन, उता सचिन भयो, यता भेज पार्टी छुट्टै छ। त्यही होला आजको भ्लग चाहिँ अब यत्तिकैमा सिद्धिन्छ जस्तो। हामी नाइट राइड निस्किन आँटेको, रेप्सल लिएर गयो भने त ठुलो आवाज आउँछ नि त, त्यो डुकाटी र अलिसाको उलिन जान आँटेको क्या। हस् कि खानु हुन्न तिमीले यो है, बुझिस् ल। 32 लाख है, 32 लाख ल, इन्जोय। सो आज चाहिँ हामी सुपर बाइक राइड निस्किँदैछौँ होइन, अनि खाना खान जान आँट्यो, किनभने दिनभरि कामै काम थियो। सो अलिसाको बाइक रेडी भइसकेको छ, मेरो त्यहाँ वार्मअप हुँदैछ भने यतापट्टि हाम्रो सचिन ट्याकलहरू व्हाइट सिबिआरमा, आमा 32 लाखको सिबिआरमा ल राइट सेफ। अनि हाम्रो सुरज सर चाहिँ सिआरएफमा। खाना खानु नजाने तपाईँ? जाउँ न अनि ल, सुरज सर पनि आज उसलाई पुऱ्याएर जाने, खोला उसलाई पुऱ्याएर जाने क्या। उसलाई पहिला त्यो तेल सिद्धेको छैन, उसलाई पहिला तेल दिने, त्यसपछि अनि उसलाई पुऱ्याएर अनि हामी खाना खान जाने ल। सो अघि भर्खर कस्टमर गएको थियो, तेल सिद्धेछ क्या, 1 लिटर हालिदिएको, अनि उता माथिबाट आएको हो नि त, तर तेल हाल भनेर 500 दिएको थियो। लेट्स गो ल। फर्स्टमा चाहिँ हाम्रो म्यानेजर सर, सेकेन्डमा अलिसा, थर्डमा चाहिँ सचिन हिँड्छ भने म लास्टमा हिँड्छु क्या, मजा आउँछ नि त। सो त्यही हो ल, आमा ट्राफिक दाइहरूले चाहिँ समात्यो भने मार्छ हामीलाई। त्यही हो ल, सुरज सरको पछि सुरज सर त्यहाँ फेरि हाम्रो कस्टमरलाई हेल्प गर्न जानु हो क्या, पहिला कस्टमरलाई हेल्प गरौँ अनि खाना खान जानुपर्ने हुन्छ है। सो हामीले चाहिँ कस्टमर भेटाइसकेको छौँ, एज यु गाइज क्यान सी। अब यहाँ चाहिँ तेल दिनुपर्ने हुन्छ, तेल सिद्धि होइन त? अयो ठिकै छ ल, केही छैन। तेल हेर त अफ छ कि अन छ? अफ छ जस्तो लागिरहेछ। हामीले 1 लिटर मात्रै तेल दिएको थियो क्या, अनि त्यो 1 लिटर पनि बनाउँदा सिद्धि नि त, अनि 500 रुपियाँ दिएको थियो हाल भनेर। उयो हो त्यहाँ भित्र हाल्ने होइन, अलि बाहिर हो, त्यहाँ ठ्याक्कै ल गयो हो है, गयो ल केटाहरू।
गाह्रो छ के गर्नु भर्खरको केटाहरू हो नि त सिकाउनु पर्यो सबै कुरा केटाहरूको बिजोग हेर्न सकिनँ मैले उतै छ पेट्रोल पम्प है ल ल बाई बाई उतै हो पेट्रोल पम्प उहाँ हो पेट्रोल पम्प है ल गएको ल गुड नाइट ल सो त्यही हो ल गाह्रो छ लेट्स गो जाउँ ल ऊ चेली थकाली क्या लोकल थकाली ल म भनिदिन्छु सुरज सर तपाईँ लिड गर्नु लोकल थकाली है केटाहरूले त कत्रो आवाजहरू केटाहरूको ल मैले चाहिँ डुगाडी निकालेको छु डुगाडी चाहिँ कहिले पनि ट्राफिक लाइटहरूले समाउँदैन क्या यसको आवाज चाहिँ ठिक्कको छ अनि कताबाट आवाज आएको नै थाहा हुँदैन क्या यो बाइक चाहिँ त्यस्तो खालको बाइक हो क्या यो जस्तै म यताबाट गइरहेको छु नि उताबाट आवाज आएको जस्तो देखिन्छ गुम्सिन्छ क्या आवाज चाहिँ सो त्यही होला आज नाइट राइड अनि सुरज सरले लिड गर्दै हुनुहुन्छ हाम्रो बिचरा कस्टमरहरूलाई पनि अब हेरिदिनु पऱ्यो होइन म चाहिँ तेल पुग्दैन भन्ने थाहा थियो अनि त्यही भएर मैले 500 पनि दिएको पठाएको थिएँ क्या अझै लास्टमा गएर के थाहा त बाटोमै अब अलपत्र पर्छ भनेर होइन त्यही होला मसँग तेल भयो मैले पठाइदिन्थेँ उता ट्राफिक सर हुनुहुँदो रहेछ क्या ऊ गाह्रो छ है केटाहरू गयो सिएर फेरि नि झन् त्यहाँ गोली कुद्छ झन् सिएर मैले चाहिँ नकुदा क्या म हेर्नुपर्छ फेरि अगाडि के हुन्छ कि भनेर होइन त्यही बेला अलिसालाई चाहिँ फर्स्टमा राखिदिएको छु मैले है मजा आउँछ नाइट राइड यार तर सेफ हुनुपर्छ क्या अब आफू साथसाथै बिच ठोक्यो भने त के भन्नु मिल्दैन नि त त्यही भएर एकदमै सेफ भएर चलाउनुपर्छ क्या